यो चाहिँ हाम्रो गोदाम यो गोदामबाट चाहिँ माल जाँदैछ भन टक्क लाएर सर्रो लाएर यो चाहिँ हाम्रो पुरा गेटनाइटको कसैलाई गेटनाइट चाहिएको छैन ड्याङ्ग लाएर भन्नु भन काम भइहाल्छ ढाला ग्याङ जिन्दाबाद केटाहरू चाहिँ आउँदैछ उताबाट ल होइन हामी ढाला ग्याङ चाहिँ केटाहरू चाहिँ छैन होइन यता बसिस भने खै छिटो छिटो बस ल होइन केटा लागेको फेरि ढाला ग्याङ जिन्दाबाद जाँदै यो माल लगेर कहाँ जाने हो थाहा छ हामी नक्सल जाँदैछौँ बिल्डिङ बन्दैछ यहाँ चाहिँ होइन कसैलाई ट्रायल यसो ट्रायल यो चाहिँ पेप्सी कोला भन्ने ठाउँ होइन कसैलाई थाहा छ कि छैन यो भिडियो हेर्नेहरूलाई चाहिँ होइन आज जुत्ता मेला गरेर के अरू मेला त थाहा भएको थियो तर जुत्ताको मेला चाहिँ फर्स्ट टाइम ल काठमाडौँ आएपछि अधिक भने जुत्ता मेला यो चाहिँ एयरपोर्टको एरिया कत्रो एरिया एयरपोर्टको छ होइन यो पनि यति लामो छ नि यो एरियामा फर्स्ट टाइम देख्नु साइडको यत्रो जग्गा पुरा एयरपोर्टको हल्का त्यहाँ मेरो घर बनाइदिन्थ्यो नि घरमा बस्दैन क्या मजा आउँथ्यो मलाई प्राइभेट बसहरू यो चाहिँ बुद्ध एयरलाइन्सको यो थाहा भयो नि बुद्ध एयरलाइन्सको यो चाहिँ हामी जाँदैछौँ सर र एयरपोर्ट पछाडिबाट हुँदै हाम्रो जक्सनमा डक्क लाएर बगाउने निकाल छैन यो चाहिँ हाम्रो क्या दामी छ कि चिल्लो हाम्रो साइडमा चाहिँ डक्कको राम्रो रहेछ मान्छे पनि सोझै म त सोझै हुन्छ कुरा मान्छे पनि सोझै म त सोझै हुन्छ कुरा तिमीले जस्तो गफ लाउन कहाँ जान छु र लाउन कमेलो मायाको मुखमा चिनी भन्दा गुलियो गफ दिनी मायाको मुखमा चिनी एयरपोर्ट चाहिँ साइड चाहिँ पुरै अझै के बनाउँदैछ त्यो घुम्ने चिजहरू चाहिँ के हो थाहै भयो भने तिमीलाई थाहा छैन चलिरहेको जिन्दगी काठमाडौँमा ढालामै बसेर पनि बाल छैन कि हामीलाई चाहिँ मतलब लाग्दैन ढाला ग्याङ जिन्दाबाद हुन्छ हामीले एयरपोर्टै पछाडिको हो क्या त यहाँ देखिन्छ होइन बौद्ध साइड यहाँ दामी देखिन्छ नि कपालको कोही छोडिदिनु लामो दामी हेर्नुपर्छ ल हेर ल सबैले यो भ्यू हेर न यो
लामो जस्तो साफ गर्नु पर्यो नि बाटो साइडको झाड चाहिँ यार केही चिनै देख्न पाएन मैले लामो जस्तो काठमाडौँको बाटोमा यस्तो सुहाएन नि त सर हेर्न लाग्छ यो चाहिँ यहाँको बिसवटाको बाटो होइन पछाडि साइड त्यो अगाडि आउँदैछ होइन बागमती नदी नदी पनि के भन्ने अब त यार यसलाई नाला भन्दा हुन्छ बागमती नाला काठमाडौँको यस्तै छ हालचाल जिन्दगी कटिरहेछ होइन यताउता गऱ्यो दिनभरि ढालामा बस्यो हिँड्यो माल लगेर सरर गाडीमा कस्तो यार त्यो नालाको छेउमा बस्दा घटनाको छैन होला हाम्रो दा चाहिँ के छ त विचार काम कस्तो छ काम तपाईँको भनाइ के छ कामप्रति यही हो होइन बागमती नाला नदी चाहिँ भन्नु मिलेन कि यस्तो छ निकाल्दो नदी भनेपछि त पाल होला हाम्रो पश्चिम साइडतिरको कर्णाली भेरी जस्तो क्या नदी हो र यो नदी हो यो यो लाइनिङ पारा भनेको चाहिँ बागमती हेर्न चाहिँ थाहा पाउनु पऱ्यो भिडियोहरू कता कता गइरहेको छु म भनेर को चाहिँ काठमाडौँ सहरमा घुमेको रहेछ यसरी हामी ढालाको एकदम पुरा गल्ली गल्ली हानिदिने हो नि त फेरि साइकको पारामा चाहिँ होइन इन्डियाबाट आउनेहरू पशुपति दर्शनको लागि आउनेहरू बसहरू यो चाहिँ लाएर हामी चाहिँ अब पशुपतिको साइडमा जाँदैछौँ होइन पशुपति मन्दिरको पछाडि हुँदै हामी चाहिँ आफ्नो जक्सनतिर पुग्ने हो यस्तै छ यहाँ चाहिँ बिग मार्ट रहेछ खानु पऱ्यो नि त बिग मार्टबाट किनेर टर्निङ दियो हेर्नु सक्नुहुन्छ होइन अब चाहिँ रक्दा आउँछ स्पेसलिटी होइन पशुपति मन्दिरको साथतिर पार्किङ गयो त रेगरली पनि गएको छ होइन हामी अहिले चाहिँ यता लाग्ने रे थाहै लाग्यो कस्तो काठतिर पुरानो भएको छ कि नै भन्नु होला होइन नाम चाहिँ होइन कमेन्टमा भन्नु होला नि त के हो भनेर यस्तो लाएर उकाउनु भएको छ यतातिर कालो लागिरहेको सर यता चाहिँ होइन जान पाइएन कुनै दिन आइन्छ हामी चाहिँ यता चल्दिरह्यो सरी ल अर्को भिडियोमा हेरौँ ला नि त बाल्दै भएन देखाइहाल्छु म गल्ली गल्लीमा हिँड्ने ढाला ग्याङ हो नि त हामी फेरि होइन साइको के मतलबै छैन को के गर्ला भनेर ग्यास ग्यास त्यो बाइकवालाहरू त झन् उसाइको हुन्छ त्यो आउँदै थियो चलबोल दिँदै ढाला यो काठमाडौँमा यो घरमा बस्नेले यो घरमा को बस्छ भनेर थाहा पाउँदैन होला क्या तर मैले चाहिँ मेरो गाउँमा माया कसम 6-7वटा गाउँमा पनि थाहा पाउँथ्यो कि कसको घरमा को बस्छ भनेर त्यही हो कि सहर र गाउँमा फरक गाउँमा गाउँ मिलायो गेडा जस्तो घ्यार घुरघुर होइन हावार चाहिँ हामी दाहिने देब्रे कता देब्रे जाँदो रहेछ नि त रहेछ कुन गल्ली हो यो
कुन गल्ली हो तपाईँलाई थाहा छैन कुन ठाउँमा गएको छु भनेर एउटा गीत जाँदैछ ढालामै ल दाइ दिनु पर्यो तिमी भन्दा म पहिला मरौला म पहिला मरौला स्वर्ग जाने बाटैमा कुरौला हो गाईलाई चराउँदै लाली जोबान जान्छ कि हजुर ओ पात बजाउँदै आउँदैन क्या फेरि अर्को टुक्का चाहिँ हार्न चिनी चिनी भन्दा गुलियो गफ दिनी मायाको मुखैमा चिनी चिनी भन्दा गुलियो गफ दिनी अब अर्को अर्को गीत सोध्नु न अर्को नयाँ गीत सोध्नु न त नयाँ गीत त्यस्तो दामी हुन्छ नि के आयो हातभरि ट्याटु मेरो जिन्स पुरा फाटेको जता डारी लटा कपाल गाडीसम्म पालेको गजडी जस्तो तोब्रा मेरो शरीर पनि सुकेको अहिलेसम्म छैन मैले गाजा चुरो छोएको हातभरि ट्याटु मेरो जिन्स पुरा च्यातेको जटा डारी लटा कपाल गाडीसम्म पालेको गजडी जस्तो तोब्रा मेरो शरीर पनि सुकेको अहिलेसम्म छैन मैले गाजा चुरो चाहेको न त 8 कक्षा पढा छु न त 10 कक्षा आफन्तको गाली काम लाग्दैन यो बच्चा पागल जस्तो गीत गाउँछु मुसेको छोरा आमा बाउको भविष्य के हुने होला भविष्य त के हुन्छ बाल भन्नु तर आना मोज मस्ती गरौँ न यार आज चजिउँदो भोलि गाड गौरा टाढो भइदियो भने होइन ढाला ग्याङ यस्तै त हो साइडमा के नक्क लाएर के रङ्गशाला होइन होला यो के होला पब्लिकको लागि जेन्जी डन के आन्दोलन त सकिसक्यो सकेर पनि केही भएन तर यस्तै हो भएको सरकारको सम्पत्ति स्वाहा भयो बनाइहाल्छ फेरि पैसा नेपालीहरू पैसा नभएको हो र कर तिरिहाल्छ नि अर्को बनाउनलाई बाल हो यस्तै हो नि चलाउने हो फेरि कर तिर्ने हो बनाउँछ बाल दिइहाल्ने हो पारा पारा भनेको यही हो क्या यो होइन व्हाइट बिल्डिङ मस्त यता पनि व्हाइट उता पनि व्हाइट गल्ली नै व्हाइट छ क्या रहेन छ यस्तो हरियाली हुनु पऱ्यो कि मस्त हल्का गाउँको याद आउँछ होइन होइन काठमाडौँको हिल्टन बिल्डिङ भन्छ क्या वाच हिल्टन ओ म हिल्टन देखेर यो मन्दिर पो हो कि स्पेसल थुक्क तेरिमा गर्दा मन्दिरै नदेखेर यति दामी मन्दिर च्याप च्याप बेरेको हान्दिने क्या गुरुको बानी फेरि होइन बालमा हुन्छ भयो भने म्याच छुट्दै हामी होइन कहिले दाया कहिले बाया यस्तै छ नि माया जिन्दगी फेरि भने मुजी 2 दिनको घाम छाया भनेर भन्न मिलेन 21 वर्षको भइसक्यो लामो जस्तो यही जक्सनमा हामीले झार्ने यसैमा ल हाम्रो झर्नु ब्याङ्कमा लाएर यसमा झारिदिनु पर्छ सामान चाहिँ भइसक्यो गर्न मालसाल राखेर अबको टावर चाहिँ जाँदै हो ढाला लाउने कसले हो त आएर फेरि चिसो हुन्छ अन्त कोचिसक्यो भित्र प्लान बनाउँदैछ ड्राइभरलाई नलग्यो हुन्छ त ड्राइभरलाई यहीँ छोडिदिनु अनि टक्क लाएर 3 जना बस्नु तपाईँको लाइसेन्स छैन र गाडी चलाउनु न त ढाला चाहिँ लागेको गर्छन् काम चाहिँ त्यो हिल्टनको चाहिँ होइन आउनु देखाएको हिल्टन बिल्डिङ जेन्जी डाउनहरूको काम हामी चाहिँ अब चल्दै गर्न टक्क लाएर
यसमा धुवा उडेको देखिन्थ्यो। दुश्मनहरूले हाल्ने होला नि क्या। लक्ष्मण बाबू भवन हलमा देखाएको हिल्टनको अगाडिको नजारा, पछाडिको नजारा। यस्तै छ जिन्दगी। चल ल पानी घट्टामा